Happy birthday to you. Happy आज आशीर्वाद दाइ चाहिँ ओ हजुर डॉक्टर बनने पुलिस बनने ज्ञान हुने सपना बाबा मम्मीले भनेको हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ के को लागि चाहिँ मैले भिडियो बनाइरहेको छु भनेर हजुरहरूले हाइलाइटमा हेरेर थाहा पाइसक्नुभयो होला। अफकोर्स आज चाहिँ मेरो भतिजको बर्थडे हो, त्यसैले हामी बर्थडे चाहिँ लगभग अहिले चाहिँ कति बज्यो भन्दा बेला अहिले चाहिँ तपाईको यहाँ 6:29 गइसकेको छ अनि तयारी पनि जारी छ, सुरु भइसकेको छ। अनि म हजुरहरूलाई देखाउन जाँदैछु तयारी भएको छ भनेर। रात छपक्कै परिसकेको छ साथीहरू। यो अँध्यारी रातमा हामीले बर्थडे सेलिब्रेट गर्न लागेको छौँ। यो मेरो रुम हो साथीहरू, मैले लक गरेँ रुम। अनि म जाँदैछु, हजुरहरूलाई म डेकोरेसन पनि देखाउन जाँदैछु साथीहरू। हेर्न सक्नुहुन्छ डेकोरेसन यस्तो भइरहेको छ। कति छ हाम्रोमा ऊ चाहिँ बर्थडे बोय हो, आजको चाहिँ स्पेसल म्यान, उसको लागि हुँदैछ यो सबै डेकोरेसन। अनि म हजुरहरूलाई देखाउन जाँदैछु अर्को रुममा गएर चाहिँ है रेडी हुँदैछ डेकोरेसनहरू। हेर्न सक्नुहुन्छ साथीहरू तयार हुँदैछ, यता चाहिँ तयार भइरहेको छ साथीहरू। अब केही छिनमा चाहिँ हामी तपाईँहरूलाई सेलिब्रेट गरेको पनि देखाउनेछौँ साथीहरू। हेर्दै गर्नु नाचेर आरामसँग हेर्नु। यतातिर चाहिँ यसरी बसेका छौँ, तयार हुँदैछ, रात परिसकेको छ। त्यही भएर नाचेर हेरिदिनु होला मेरो भिडियोलाई साथीहरू। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पाक्दैछ ग्रेभी, सुँगुरको स्वाचेको मासु हेर्न सक्नुहुन्छ। वाउ! अनि हजुरहरूलाई देखाउँछु वाउ! अचार पाक्दै हुँदैछ हेर्नुहोस्। अनि यता हुँदैछ अब उतारेर भात बसाल्नु बकल। साथीहरू हेर्न सक्नुहुन्छ हामीले टिका पनि बनाउन लागिसकेको छौँ। टिका अबिर हालेर अब यो चामललाई चाहिँ पानी अलिकति हालेर हामीले मुस्नेछौँ साथीहरू। हेर्दै गर्नुहोस् चिनी हो यो, चिनी पनि मिसाइसक्यौँ। चिनी हालेपछि अलि अब टाँसिन्छ नि त, सिटीमिटी झर्दैन, त्यही भएर हामीले चाहिँ अनि चामल अनि अबिर अनि त्यसपछि चिनी अनि त्यसपछि पानी मिसाएर घोल्दैछौँ साथीहरू। हेर्नुहोस् रातो टिका पनि बनिसकेको छ। अबिर चाहिँ थिएन, ल्याउन बिर्सेछौँ साथीहरू, रात परिसकेको थियो, त्यही भएर हामीले चाहिँ सिन्दुर नै मिसाइदियौँ टिका बनाउनको लागि। हेर्नु कति राम्रो टिका बनिसकेको छ। यही टिका चाहिँ हामीले अब लगाउनेवाला छौँ साथीहरू। आजको टिका कति राम्रो बनेको छ साथीहरू, हेर्न सक्नुहुन्छ। अनि यहाँ रेडी भइसकेको छ, भान्सा पनि हेर्न सक्नुहुन्छ पाक्दैछ साथीहरू। हामी चाहिँ तयारीमा छौँ, टिका लगाउने पनि अब तयारी हुँदैछ साथीहरू। ह्यापी बर्थडे टु यु भनेर उता धेरै टन्कायो के हो मान्छ देखिन्न होला। ह्यापी बर्थडे अलिक तल झार्नु त लगर त आफै। म त कहाँ जान्ने हुँदैन।
साथीहरू हेर्न सक्नुहुन्छ डेकोरेसन पनि तयार भइसकेको छ र बर्थडे बोय पनि रेडी भइसकेको छ, तयार भइसकेको छ र हरेक चिज सबै केक अनि त्यसपछि फुल सक्नुहुन्छ टिका अनि त्यसपछि बाजे नाति बस्नु भएको छ अनि हामी यहाँ छौँ। यहाँ बर्थडे बोयको मम्मी यसको फुपूहरू बर्थडे बोयलाई जन्म दिने आमा हो अनि बर्थडे बोयको बाबालाई जन्म दिने बाबा। राम्रो देखेको नि राति नाइट एकदम राम्रो दिने रहेछ। 5 years कम्प्लिट भइसकेको छ आजबाट हाम्रो बर्थडे बोय अनि अब आउँदै हुनुहुन्छ बर्थडे बोयको बजै बर्थडे बोयको बाबाको मम्मी फुल टिप्न बाजे बजेको बिचमा बर्थडे बोय बसिसकेको छ। अब बर्थडे बोय केक काट्ने यहाँ बस्ने चप्पल निकालेर यहाँ बस् न चप्पल निकाल। यसको फुपूहरू कता गयो त फुल टिप्न जान्छ क्यामेराम्यानहरुले फोटो खिच्दैछन् फोटो नि खिच फोटो पनि मान्छे के यत्रो मान्छे तँ देखेछ बर्थडेको नाति हो तँ बर्थडे लेखेको 5 वर्ष भयो नि के फुल टिप्न म ढल्नलाई झ्याम्मै समात्न आउले यता हेर्दा रेबल लाउने के डेकोरेसन पोल्ला जस्तो एउटै क्यान्डलले नै गराउनु कि त्यही एउटा क्यान्डल निकालेर गराउनु हो त्यो एउटा बाल्नु अनि त्यसैले सबैमा बाल्नु। यतातिर सुट हुँदैछ फोटो सुट भिडियो सुट हुँदैछ। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Rebel. Happy birthday to you. Fugar. Happy birthday to you. यता अर्को पनि फुगन ए बाबा घुमाउनु के यो अस्तिको जस्तो हुन्छ होला दिदी एक खेप भयो आफै हुन्छ अहिले नगर्नु त्यो आफै बल्छ हुन्न किन होला बल्छ कि अस्ति के त्यस्तै बाटो एलिसकोमा त्यो समाति राख्छ आफै हुन्छ कि जल्छ ओसेको होइन अस्ति एलिसको त्यस्तै हुन राखेको थियौँ कस्तो डर लाग्नु भयो ए बल्ला कि त्यो दिदी त्यहाँ नराख्नु समात्छु खै म यो अस्ति यस्तै भएको थियो कि एलिसको मरेको थियो अनि पछि आफै बोल्दै थियो दे बर्थडे बोय अब केक काट्न रेडी भइसकेको छ बहुत अनुशासित छ मेरो नाति कस्तो हो त यलिको दे ह्यापी बर्थडे टु तिमी गफमै खाऊ सबै अब यति आमैले ओ आमालाई के गिफ्ट दिने नि बजाइले अनि यसलाई टिका पर्सेलाई टिका कहिले लाग्ने त टिका बाजे लगाइदेऊ पहिला दाजु यो के गयो भन्दा अनि यो सबैले लगाइदिने हो के डरायो टिका लगाइदिनु ऊ बाजे लगाएर अब टिका म जान्छु ल उता राख्दै थियो एकदम दिमागदार हुने डाक्टर बन्ने इन्जिनियर बन्ने एकछिन चपक्क बस्न अनि पाइलट बन्ने बुवा आमा बाजे बजेको सेवा गर्ने आशीर्वाद ज्ञानी बन्ने अनुशासनमा 1 नम्बर लिँदैछ आफ्नो बाजेकोबाट रेबलले चाहिँ
अनुशासन मान्छेको चाहिँ गहना हो भन्ने कुरालाई कहिले पनि नबिर्सिने तल हाल्नुमा एकदम राम्रोसँग पढेर सबैको सेवा गर्ने आफ्नो जिन्दगीको खै यात्रामा चाहिँ के भयो मोबाइलै बन्द भएको थियो अनि के उठाइरहनु भएको सफल गर्ने ले भयो ले खै कस्तो फलेको र नि खै यता बाचेलाई ओनालहरु के डिङाइ ओनालो ओर्नालो हो दे सजिलो रहेछ मैले है फेरि ल अन्टसन दे कति गरिदिनु भयो कि लामै बजाइ तपाईले के गिफ्ट दिने कोही लामो यता उठा बजे अब बजेको तर्फबाट उसले चाहिँ आशीर्वाद पाउँदैछ सबै दाइना हुन् राम्रोसँग पढ्ने ज्ञानी हुने सर म्याडमले भनेको मान्ने बाजे बजेले भनेको मान्ने बुवा मम्मीले भनेको मान्ने धेरै पढ्ने बजेलाई लेप्चे टेक्दै हिँड्दै गर्छु भयो नम्बर पनि थाहा छैन तिमी धेरै पढ्ने जागिर खाएको हेर्नु परोस् अनि लामो बनाइदिनु भएको हेर्नु परोस् काटेर थोरै बनाइदिनु बाँचिरहेको हेर्नु परोस् ए हो बाबा बनाइदियो धेरै त छैन आशीर्वाद भयो पुग्छ मको खटन यो के क्या किन देन त्यही दिने मेरो शक्ति बक्ती छैन अरु शक्ति बक्सी छैन बाजे बजेको ल दिले समय दे ठुलो भयो भने के हातो गर्न बजेको हातो गर्न मानी भयो अब उता बाजेको दे स्याब के चाट्ने चक्कु चाट्दै बसिरहेछ मिठो भएको लाग्यो त्यहाँ दे लगाइदिन्छ पालो पालो दे अब तपाईँले लगिदिनु यो समातो त तिमी क्यामेरा भयो तो लाइन तिमी ब्लग गराएको छौ नि अब यति भयो मेरो त युट्युबबाट हेरे हुन्छ यो चार्ज गरिदिनु त यो कसको बाट बनाइनु ल ए तपाईँले गरिदिउँ लाइडेको लाइट बलेको रहेछ नि एउटा लाइट बाल्दिने कसको पालो हो आज अब कसको पालो ल छिटो ल त्यो ब्रस गर्नुमा व्यस्त गरेर ल त्यो पाइप राम्रो रहेछ झन् हेर्नु अब नगा है अब दे उठा फर्किनु के हालिदिँदैन दिनेगा हत्तिरी आशीर्वाद दिने मान्छे त हाँस्नु आमाले कस्तो आशीर्वाद दिनेलाई पनि हैन खै आमा छोरा अलि देखिनु जबरजस्ती दिनुहोस् आमा आशीर्वाद दिनु अनि यो सबै मलाई हुन्छ तिम्रो हो उठा हेर ल ज्ञानी भएस् राम्रोसँग परेस् दिनुहोस् रोग बेट नलागोस् रहेस् आमा बाबुको सेवा गरेस् रोग दे आमालाई मम्मीलाई रोग मेरो छोरालाई पैसा उठै फर्के यहाँ के बुझ्छ हो यता दाहिनेबाट दाहिने छोरालाई दाहिनेबाट उठि तय समाधि हे खराब हो यार रेगर कसको पालो हो उस कान्छीमा कता गए जाने त्यहाँबाट त्यहाँबाट सानै आमाबाट विनोदबाट बिन्ता अनि माधुरी ठुलाइदे मेरो पालो ठुलैबाट है टिका लगाएपछि केक खाम्ला है हुन्छ धेरै पढ्ने ठुलो मान्छे हुने भनेको मान्ने फुले फेरि अब आन्टी खतरा आन्टी खतरा 3 चोटि मात्रै लगाइदेऊ अन्तिलाई फेरि खतरा फास हुन्छ र आशीर्वाद एकदम राम्रोसँग पढ्ने अझै प्रगति गर्दै जाने उन्नति गर्दै जाने धेरै माथि हुने एकदम सही भनि म सोच्नु चाहिँ के भन्ने हो अबे त हँसन कस्तो म सोचिरहेको छु जान्दैन मन जान्दैन अन्तखेरि भाग्यमानी म पनि टिकेप दिन्छु दिनुटा अब दाइले अब विनोदले पैसा दिन्न गरे तेरो पाला आउँछ लास्टमा तयता आइज बिन्ता मेरो मुटु सुरु भयो लगाइदेलास् कि रोक एकछिन अहिले एकछिन वेट गर है त कान्छा जस्तो
दाइ होस् न, दाइ। ल उठा फर्के खै आशीर्वाद हाल्थ्यौँ है राम्रो पढे ड्राइभर बनाएछ नि पहिला त सानो बेला पहिला त होइन यो ड्राइभर बन्छु भने होइन त्यतिकै बन्नु भन् एम त कति चेन्ज हुन्छ नि लास्टमा जाँदा सँगै गरौँ अबे तोर म बिहे सँगै गरौँ कसले आन्टीलाई धोक गरिन क्या हो मैले आशीर्वाद दिए त भाग्य त्यो काकुलाई ढो गरेछ अङ्कललाई पनि धोक गर्ने है त आशीर्वाद दिए सेटम टाटा के भन्ने रहेछ कि बन्छ यसले उचाड हेर्नु ल खतरा छ कानमा के देऊ यसले चाउचा चक्लेट नखाइस् त्यो घाँटी अलि उस्ता भएन कतै केप्ने यसले धेरै घाँटी दुःख भन्नु है कफी कलम किनेछ होइन के भयो कि बानी साँच्चै हल्का एटा लाग्यो पछि बर्थडे मनाउन पाइ आएर झन् खुसी लाग्यो यस्तो अब यस्तो मौका पाइन्छ पाइन्न धेरै राम्रो मान्छे बन्नु त्यसलाई दाजु म यहाँ तिम्रो ब्लग बिग्रिला कि अरे फेरि ब्लग हो हजुर भन्ने होला फेरि तिमी भन्नु धेरै त छैन आज माधुरी दिने आउनु क्या न खै उठा के रे अरूलाई केक पनि दिएन टेबलले अहिले एकछिन अहिले त्यो लाइदिन्छ फुपूलाई सधैँ यस्तै माया गरे फुपू बरीलाई तिमीलाई फुपूको माया छ टिका फेरि कति थपक बसेको हो मान्छे बन्नु धेरै पढ्नु काटे अन्त बाबा मम्मीको भनेको मान्नु बाबा मम्मीले है पहिला टिको लाइन आशीर्वाद दिने यो दिएछु यो नाची हुन्छ हामी पैसा छैन म पछि कमायो भने फेरि मेरो जिउ गर यहाँ फुपूलाई गरेको नै उहाँलाई अब एलिसको पालो है अब दाइ चाहिको पालो है दाइले के भन्छ है दाइले ले है उसको जेठा चाहिको आशीर्वाद दाइ चाहिँ ओ हजुर डॉक्टर बनने पुलिस बनने ज्ञान हुने सबभन्दा बाबा मम्मीले भनेको अब अरू पनि भन् के अरू पनि भन् अरू भन् के भन्ने अरू भन् त सबभन्दा दाइलाई माया गर्ने ल भन् सधैँ दाइ साथमा हैरहने छ बाजे बजाइले भनेको मान्ने ल भयो अब हात ढोकर दाइलाई धेरै परेशमन के ल अब धेरै प्रयास पनि हात मिलाउनु अब बुट्यो होइन हात मिला के हो ल बन्द गर्छ है शेर के हो भिडियो बिग्रिन बाउजू गयो के हो सबै तिमीलाई के आशीर्वाद जेठानीलाई सधैँ माया यो त देखे हाम्रो माया कहिले नपारे साइदिनो कुरामा नरिसाए सधैँ यस्तै खुसी हेर्न पाम दुइटालाई घर फ्यामिली सधैँ यस्तै खुसी बसिराख्न पाम यसको फुल ममलाई धेरै त्यसलाई फेरि सिगान मर्छ नछुट्यास भने ज्ञानी हुने ज्ञानी भएस धेरै मोबाइल तेर्लौं नजुन्डे ज्ञानी भएर परेस ल जिउ गर त्यस्तो हुन्छ बके इनले के क्वेशन हैन अबे त्यो पनि धेरै ज्ञानी परेस दे अनि फेरि ठुल ममलाई माया गरेस ठुल बाबालाई जिउ गर है माहुलाई धेरै नमातेस धेरै मोबाइल नहेर्ने है गर्ने भन्नु न नभयो नि अब त सबैलाई अब के काटिन दे दे भयो नि भिडियो मनिषा ल त धेरै खाने नि कसको पालो हो यसलाई तित्रो सानै दिन दिदी त्यो एकछिन है खुसीको ल आमा मैले त सुरुमै खाएको नि अलिस यसलाई कत्रो दिने यसलाई सानो दिनु यता आइज यता
अलि छेरपत्र गराले के अरू भन्दा यता आइज अलि पछि त्यो त पो त्यसलाई बटकोमा भयो नि हुन् नि यसलाई त सानो थप खाने माटो त्यो खिलाइदे नपर्सेनु लालिस माया दिन्छ है। के कम्पनी र टल माया तिमीलाई सम्झिन्छु दिनका रात भयो भयो आज कम हो त्यो त्यत्रो मासको उन्टर्न गाना गाने इच्छुकले गाऊ भनिन् बनेका बुरुक्क उठिन् गइन् गान गे सुरुमा गएको के त्यसले बच्चाहरू त्यो यसले गएकोबाट त अरूभरि गुटुङ गएको यो पनि कान्छ जस्तै हुन्छ के बाबा जस्तो हुन्छ के यो साथीहरू हामी चाहिँ रेडी भइसकेको छौँ अब खाना खानको लागि किनभने यतिको रात परिसकेको छ बाहिर हेर्न सक्नुहुन्छ रात छपक्कै परिसकेको छ त्यसैले हामी चाहिँ अब खाना खान रेडी भइसकेको छौँ ठुलो मान्छेले बोलेको सब टिप्ने होला भन न म हालिदिन्छु कि तिमीलाई पनि बुहारीलाई मेरो हालिदिन्छु कि यत्रो साथीहरू यति भनेर चाहिँ म आजको मेरो भिडियो इन्ड गर्न जाँदैछु साथीहरू हाम्रो भिडियो आजको यतिसम्म नै हो भनिसकेर मेरो बाबुलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु बर्थडे बोयलाई बर्थडे बोय यस्तो हालत भइसकेको छ यति भनेर म मेरो भिडियो आज यतिसम्म नै बनाउन चाहन्छु अनि फेरि पनि भेट्दै गरौँला साथीहरू त्यही भएर मेरो भिडियोलाई अझै पनि धेरै माया लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिन नबिर्सिनु होला साथीहरू फेरि पनि यति नै राम्रो यस्तै नै राम्रो अझै राम्रो भिडियो लिएर आउनु कोसिस गर्नेछु साथीहरू हस् त बाई बाई एभ्रीबडी